माइतीघरको एउटा लेनमा भेला हुन थाल्छन्। आन्दोलनका एक अभियन्ता अमित खनालले करिब 9 बजे माइतीघरमा 20-30 युवालाई माइकिङ गरेको देख्न सकिन्छ। यति बेलासम्म भिड सानो थियो। कोही स्कुल कलेजकै पोसाकमा थिए, कोहीले किताब कपी बोकेका थिए र कोहीसँग प्ले कार्ड थियो। तर बिस्तारै यो माइतीघर चोकमा तीनतिरबाटै हजारौंको संख्यामा जेन्जी युवाहरू भेला हुन थाल्छन् र करिब 9:30 बजे भिड पाक्लो भइसक्छ र अर्की अभियन्ता रक्षा बमले भिडलाई आज के गर्ने र के नगर्ने भनेर जानकारी दिन थाल्छिन्। आज हामी रुख बिरुवा भाँच्दैनौं, आज हामी सार्वजनिक सम्पत्ति नष्ट गर्दैनौं, आज हामी हो हल्ला तोडफोड आगजनी गर्दैनौं, हामी फोहोर गर्दैनौं, हामी द्वन्द्व र आक्रमण गर्दैनौं, शान्तिपूर्ण तरिकाले आवाज उठाउँछौं, हामी धम्की र गाली गलौज गर्दैनौं, सभ्य र जिम्मेवार व्यवहार गर्छौं, हामी राजनैतिक दलको एजेन्डा बोकेर आउँदैनौं, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिन्छौं। यो भिडियोमा हामी नेपालका सुदन गुरुङ पनि देखिन्छन्। समय 10:30। माइतीघरमा भिड झन्झन बढ्दै थियो र अमित पनि त्यो भिडमै सामेल थिए। आन्दोलनको प्लान सिम्पल थियो, माइतीघरबाट मार्च पास गरेर एभरेस्ट होटल नेरको प्रहरी ब्यारिकेडिङसम्म पुग्ने र त्यहाँबाट फेरि फर्केर पुनः माइतीघरमा आएर शान्तिपूर्ण प्रदर्शन गर्ने। त्यही बीचमा माइतीघरमा रहेको भिडलाई एउटा संकेत आउँछ, भानेश्वरतर्फ अगाडि बढ्नु। समय 10:52। भिड बबरमल लिएर पुग्दै गर्दा कसैले नेपाल टेलिकमको कार्यालय नजिकको बिजुलीको पोलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विर देख्छन् र यो तस्विर देखेर केही युवाहरू पोलमा चढेर तस्विर निकाल्न थाल्छन्। यही क्रममा प्रदर्शनको बीचमा रहेको सेतो गाडीमा रक्षा बम र अमित लगायतले भिडलाई आक्रोशित नहुन आग्रह गर्छन्। तर पोलमा चढेका युवाले ओलीको पोस्टर च्यात्छन् र तल झारेर कुल्चिन थाल्छन्। भिड अब बेग्लै जोशले भरिन्छ र यो जोशले भरिएको भिड अब सिधै संसद भवनतर्फ उभिकिन थाल्छ। समय 10:57। बिजुली बजारको आग ब्रिजबाट अघि बढेपछि भिड झन उग्र हुन थाल्छ र तत्कालीन प्रधानमन्त्री ओली विरुद्ध चर्को नाराबाजी सुरु हुन्छ। भिडमा अमित लगायत केही व्यक्तिहरूले यहाँभन्दा पर नजाउँ भन्दै हातले लाइन बनाएर भिडलाई रोक्न खोज्छन्। तर जोशले भरिएको ठूलो समूह अगाडि बढ्छ र भिड अब एभरेस्ट होटल अगाडिको प्रहरी ब्यारिकेडिङ लिएर आइपुग्छ। समय 11:06। आन्दोलनकारीको अग्र पंक्तिमा रहेको टोली एभरेस्ट होटल नजिक रहेको प्रहरी ब्यारिकेड अगाडि पुग्छ र एकछिन त्यहाँ अडिन्छ। ठीक यहाँबाट प्रशासनले तोकेको निषेधित क्षेत्र सुरु हुन्थ्यो। प्रहरीसँग ब्यारिकेड थियो, शिल्ड थियो र हेलमेट थियो। तर भिड यति बाक्लो थियो कि भिडले अन्ततः यसरी यो ब्यारिकेडलाई तोड्न सफल हुन्छ र अब यहाँबाट प्रदर्शन झन उग्र हुन थाल्छ। समय 11:35। आन्दोलनकारीले ब्यारिकेड तोडेपछि पुलिसले अब भिडलाई रोक्न पानीको फोहरा फाल्न थाल्छ। तर भिड ज्यादै भएकोले त्यति प्रभावकारी